ल दाइ आजको टुर हाम्रो कहाँसम्मको हुन्छ ल अब अहिले भन्नु सकेन मुडमा भएर हुन्छ नि त्यसै पनि इलाम दिन्छ आज ल ल हेर्नु साथीहरू हामी चाहिँ यहाँ बनेपा आइसकेको छौँ बनेपामा अब हाम्रो यहाँ ब्रेकफास्टको लागि है हामी चाहिँ दिलीप सर ठिक छ नि होइन टेस्टमेट सर हाम्रो दाईकोमा खाना बसेका छौँ यो ठाउँमा आउनु होला मिठो छ एकदम ल दाईलाई ठिक छ नि होइन दाई मिठो छ गाइस अब हामी चाहिँ खानासाना खाएर निस्केको यहाँबाट अहिले चाहिँ हामी रविन्द्रको घरमा छौँ यस्तो छ भ्यू सुरज भाइ यहाँ छ मेरो भतिजो हेलो गर्दै भतिज हेलो भन्दै हेलो भन्दै अब हामी यहाँ निस्किन्छौँ अब चाहिँ इटरीतिर लाग्छौँ अब अरू भिडियो बाटोमा गर्छौँ ल गाइज यस्तो छ हालत सुरज यहाँ पुरै घाम तापिरहेको घाम फाइनली साथीहरू हामी चाहिँ अब लगभग हामी इटरीबाट हिँडेर अहिले यहाँ हामी खुट्टा भन्ने साइड जाँदैछौँ अब हामी यहाँबाट गएर अब यहाँ थोरै हामीलाई भोक पनि लागेको थियो अब हामी ब्रेकफास्ट गरेर हामी यहाँबाट लगभग हामी आज माथ्लो फेदीसम्म पुग्छौँ होला साथसाथै आज फेरि उताबाट हाम्रो एउटा के खबर आएको छ भने उता स्नोफल भएको भन्ने खबर आएको छ स्नोफल भयो भने त इन्जोय एकदम धेरै रमाइलो हुन्छ है साथीहरू तपाईँहरूलाई हामी अब अगाडि गएर हाम्रो के हुन्छ हाम्रो ट्राभलको हामी भिडियो बनाउँछौँ तपाईँहरूलाई देखाउँछौँ ल हेरेर लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला ल गाइज अहिले चाहिँ हामी यो बिच बाटोमा छौँ होइन सिन यस्तो छ हाम्रो सुरज भाइ आउँदैछ कस्तो लागिरहेछ सुरज के हो यार यहाँ त बाफ रे बाफ कत्रो भिड यार यो त हामी यस्तो टुप्पोमा छौँ है जाने हो त माथितिर कहाँ त्यहाँ माथि हामी त यहाँ माथि जाने भनेको यहाँ यस्तो छ यो चाहिँ यहाँ पुरा यस्तो चर्किया खाएर यहाँ माथि गयो भने धेरै गाह्रो छ जानलाई चाहिँ बाटो देखेको छ तर पनि नजाने जस्तो फिल आयो मलाई त्यत्रो टुप्पोमा गरेर काम पनि छैन तल हेर्नुहोस् यहाँ बबाल कस्तो गहिरो ठाउँ यार मुनि त ओहो त्यही भएर म यहाँ बसेँ हो कि त्यो ढुङ्गा क्या यहाँ डर लाग्यो तपाईँलाई मलाई डाँडै गयो भने त त्यहाँ माथि जाँदैन हो र कहाँ लाग्ने अब हामी चाहिँ यहाँ आइपुग्यौँ अब लगभग हाम्रो बाटो लगभग अब 1 घन्टा लगभग 2 घन्टा जति अब गयो भने ठ्याक्क हामी उहाँ डेस्टिनेसन पुग्छौँ डेस्टिनेसन भन्नाले हामी ठुलो फेरीसम्म पुग्छौँ है यहाँबाट चाहिँ अनि हामी लगभग हामी हिँडेर जानुपर्ने अवस्था हुन्छ अब यहाँ अहिले यसो आउँदाखेरि एउटा यहाँ ढुङ्गाको यो टापु देखेर अहिले हामी आयौँ जुन यो टापु देखिरहेको छ नि ल हेर्नुहोस् त यो टापु जुन यो प्रकृतिले बनेको हो यो चाहिँ यो मान्छेले बनाएर बन्ने चिज होइन प्रकृतिले नै यस्तै बनाएको हो यो हामी माथि जानको लागि पनि कोसिस गरेका थियौँ तर सकेनौँ हेर्दा डेन्जर छ गएर काम छैन यहाँ यो हेर्नु यस्तो आँखा कस्तो नेपालमा यस्तो राम्रो राम्रो पाहाडहरू छ यस्तो राम्रो राम्रो छ हेर्नुमा त्यस्तो विकट ठाउँमा जाने बाटोहरू यस्तो छ यसलाई पनि यसमा पनि सरकारको ध्यान जाओस् राम्रो छ अब यहाँ त्यसै गरेर खोला हेर्नु यो ठाउँ त यसो हेर्दाखेरि त प्याराग्लाइडिङ गर्न पनि जस्तो देखिन्छ यार हो त बवाल हुन्छ नि प्याराग्लाइडिङ डो यहाँ त बवालै हुन्छ क्या हेर न तर ल्याएको त्यो झोलुङ्गे पुल पनि छ क्या त्यो
त्यहाँ गएर ल्यान्ड गऱ्यो भने त कम भयो नि त रमाइलो छ यो ठाउँहरू यसो आइदिनु होला त्यतातिर रमाइलो छ आउनु फोटो चाहिँ खिच्नु है तर यो ठाउँ चाहिँ तपाईँहरूले याद गर्नु ल यो ढुङ्गाको टापु ठ्याक्कै आउँछ यो टापु चाहिँ तपाईँ ठ्याक्कै बाटोबाट देख्नुहुन्छ यहाँनिर आएर यसो फोटोहरू यसो खिच्न मन लाग्यो खिचेर जानु ल आजलाई त्यही अब हामी एकछिनमा गए त अर्को भ्लग गर्नेछौँ त्यहाँ फेरि अब रोडमा आइरहेको भ्लग चाहिँ हामीले गर्न सकेनौँ अब बाटो त्यस्तै छ खोला पनि छ एउटा खोला चाहिँ अलिकति होस पुऱ्याएर आउनु होला है ठुलो खोलामा चाहिँ खोलामा आयो भने यस्तो हुन्छ जुत्ता डुबिसकेको छ यस्तो छ जुत्ताको हालत ल ठिक छ ल अब हामी अहिले स्किप गर्छौँ यसलाई होइन स्किप ल गो ल है गाइज अब हामी चाहिँ अहिले यहाँ आइसकेको छौँ लगभग अब हामी धेरै माथि नै आइसकेको छौँ अब पुग्ने जस्तो अवस्था भइरहेछ तपाईँहरू पनि यसो आउनु होला रमाइलो हुन्छ यता आउँदाखेरि ल हेर्नु अहिले हामी यो ठाउँमा आइसकेको छौँ ल अब हामी यहाँ चिया खान्छौँ अलिअलि थोरै खासा खाएर यहाँबाट निस्किन्छौँ हामी यो ठाउँमा दिलीप सर के छ सबै ठिक छ नि होइन टेस्ट यसको मिट छ कि छैन बबाल छ के हो यो थुक्पा चिकन हो अब हामी चाहिँ थुक्पा खाँदैछौँ है गाइज यहाँ हामी दाजुभाइ दुईजना हो टक्क लाएर अहिले हामी यो के ठाउँ यो ठाउँको नाम चतुरे बजार 5 थर रे हाम्रो चाहिँ अब यहाँ हेर्नुहोस् यहाँ हाम्रो यो अब यो मोजाहरू सब यो खोलामै डुबेर यसरी सुकाउन हालेको छ गाइज अनि जुत्ता पनि यहाँ यस्तो छ हालत यो खोलामा डुबेर यो सब सुकाउन हालेको छ अब हामी यहाँबाट खाजा नास्ता गर्दैछौँ यहाँबाट खाजा नास्ता गरेर अनि यहाँबाट हामी जान्छौँ लगभग अब 1.5 घन्टा जतिको बाटो छ अब हामी यहाँबाट अब यो खाजा खाएर हामी निस्किहाल्छौँ ल यो होटेल चाहिँ एकदम राम्रो होटेल छ यहाँ मिठो मिठो खानेकुराहरू पाइने रहेछ यो तपाईँहरू आउँदा पनि यसो हेरेर आउनु होला ल गाइज हामी चाहिँ अहिले ठ्याक्क पाठी भएर आएको ठ्याक्कै मुनिपट्टि तल्लो फेरिमा आइपुग्यो है अब हामी यहाँ पूजा सामानहरू लिएर अब यस्तो अँध्यारोमा हिँड्न लगाइरहेछौँ हामी सुरज भाइ र म कस्तो भइरहेछ रमाइलो भइरहेछ एकदम तर अलिक चिसो छ अब हामीले होइन माथि माहलो फेरिसम्म बाइक जान्छ जस्तो लागेको थियो तर जान सकेन माथि अब हाम्रो हाइकिङ सुरु हुन्छ यहाँबाट लगभग 1.5 घन्टा जति त्यसपछि हामी माथिको होटेलमा गएर बस्छौँ त्यहाँपछि हामी भोलि बिहान उठेर नुहाएर चट्ट परेर हामी माथि मन्दिर दर्शनको लागि जान्छौँ त्यसको लागि तपाईँहरूलाई हामी अर्को भिडियो ल्याएर आउँदैछौँ ल अब हामी यहाँ हिँड्छौँ है अनि हाम्रो भाइको पसलमा सबजना हाम्रो भाइको पसलमा आउनु भाइको नाम के हो अरे ल भनिदेऊ त ल भाइको पसल आउने सबजना सपिङ गर्ने यहाँ भाइले बाइक एकदम मिलाएर चट्ट पारेर राखिदिने यताउता होइन बिहान आउँदाखेरि फेरि खाली नहोस् नि बिहान आउँदा चाहिँ नछोप्यो होला चट्ट मिलाएर भाइले भोलि बिहान हामी आउँछौँ आउँछौँ हेरौँ बिहान आउँदा भाइले बाइक अब हामी निस्किन्छौँ है बाटोमा भ्लग गर्दै जान्छौँ हामी अब हिँड्छौँ यहाँ 1 घन्टा अँध्यारो भइसक्यो अब 1 घन्टा 7 बज्छ अब यहाँ चिसो त्यो वाइल्ड चिसो छ ठाउँ एकदम रमाइलो छ जाँदैछ गाई सिउ सुन ल गाई यस्तो चिसो भइसक्यो अहिले नै रुममा बस्दा यस्तो चिसो छ माथि अझ जाने बाइक छ हाम्रो है यो चाहिँ हाम्रो रुम भइहाल्यो यो तैखाना जस्तै छ होइन भोलि बिहान त पुरै पानी जम्छ भने चाहिँ यस्तो छ यसको भरमा हामी उक्लेर आएको छौँ अब के भन्नु चिसो आफै गेस गरौँ कति छ भन्दा होइन कति छ वाइल्ड चिसो वाइल्ड ल बाई बाई गाइज अब खानासाना खान्छौँ भिडियो गर्छौँ एकछिनमा ल अब हामी चाहिँ खाना खाँदैछौँ है गाइज ल तातो अब यो अहिले खाइहाल्नु पर्छ फेरि अहिले जमेर चिसो हुन्छ फेरि चिसो भइसक्यो अहिले खान सकिँदैन पानी पनि अब खाइहाल्नु पर्छ दाल हाल्ने ल टक्क तातो भात खान्छौँ हामी अब मिठ छ भाइ बोल्ने बनाएर है गाइज अहिले त बिहानको 3 बजे लाग्यो हामी चाहिँ अहिले 5 बजेलाई हिँडिसक्यौँ है अहिले हामी कोही पनि छैन अहिले यहाँ हामी दुईजना अब यहाँ जङ्गलको बाटो हिँड्दैछौँ है हामी सनराइज हेर्ने गरेर जाँदैछौँ है माथि सनराइज हेरौँ के कस्तो हुन्छ अब बाटो त पुरै अँध्यारो छ त्यही भएर बिचको भिडियो आउँदैन बाटोको भिडियो त फर्किँदाखेरि त आउनुपर्छ फर्किँदाखेरि खिच्छौँ है ल गाइस अब हामी यहाँ हिँड्दैछौँ बाटो यस्तै हो घरहरू छ 1-2टा बाटो त पुरै अँध्यारो
गाइस अब हामी गीत सुन्दैछौँ गीत सुन्दै जाने हो गीत सुन्दै रमाइलो पनि छ बत्ती पनि बलिरहेको चिसो त्यो वाइल्ड चिसो छ तर हिँड्नु परिहाल्यो चिसो भएर के गर्नु यस्तै यस्तै गीत सुन्दै हिँड्नुपर्छ ल अब अँध्यारो भयो केही देखिँदैन आउँदा खिचौँला ल गाइज हामी अब यहाँ लगभग हामी दर्शन गरिसकेको छौँ अब हामी यहाँबाट एक राउन्ड घुमेर हामी निस्किन्छौँ होला है सायद भिडियोमा नराम्रो क्वालिटी आएको होला तर राम्रै मानेर हेरिदिनु होला सबैजनाले ल तपाईँहरूलाई म यहाँ यसो चिसो चाहिँ चिसो छ अहिले भर्खर यहाँ सनराइज भइरहेको छ सनराइज हुँदा उता हेर्नु त हिमाल पनि टल्किरहेको छ उता पछाडितिर ल टक्क अब रमाइलो छ यतातिर पनि एकदम आउँदा चाहिँ बिहान टक्क सनराइज हेर्ने गरेर आउनु होला है सबैजना हात अडिन सकिरहेन एकदम यस्तो हालतमा पनि बसिरहेछौँ हामी यो यताको हाम्रो कञ्चनजङ्घा हिमाल देखिरहेछ भने यतातिर यो हिमालको छेउछाउको यो टापुहरू देखिरहेछ अब हामी यहाँबाट तल जाँदैछौँ यहाँ हामी धेरै बेर बस्दैनौँ हामी तल गएर खानाहरू खाएर निस्किनुपर्छ ब्रेकफास्ट अब मन्दिरको काम सकियो अब हामी तलतिर लाग्दैछौँ तपाईँहरूलाई हामी ओर्लिँदाखेरि अलिअलि भिडियोहरू देखाउँछौँ है त गाइज ल हाम्रो त अब पूजाहरू सबै सिद्धियो होइन अब यहाँबाट निस्किन्छौँ बिचमा अब भ्यूहरू हेर्छौँ होइन अब त्यही त नि माताभाटामा आयो बिहानै पूजा गर्ने टाइम आइपुग्यो धेरै खुसी लाग्यो कस्तो भइरहेको सुरज एकदम रमाइलो भइरहेछ आज हामीले किनकि हामीले बिहानको आज आरती पनि हेर्न पायौँ यहाँ हाम्रो यहाँको जुन मेन मूल पुजारीसँग हाम्रो बसेर आरती पनि सँगै गर्न पायौँ त्यसको लागि धेरै धेरै खुसी छौँ र आज लगभग हामी छिटै पनि आइपुगेका थियौँ हामी सनराइज पनि हेर्न पायौँ तपाईँहरूलाई अब हामी यसो अलिअलि भिडियोहरू बनाएर देखाउँदैछौँ ल गाइज हुन्छ अब हामी यहाँबाट बिस्तारै निस्किन्छौँ किनकि अब तल गएर फेरि हामी यतातिर नै फर्किनु पर्ने छ आजै अब हेर्नुहोस् पहाडी पुरै हिमाल छ है अब एक दुईवटा फोटोसोटो खिच्छौँ हामी यहाँनिर त्यसपछि हामी यहाँबाट निस्किन्छौँ ल गाइज सियु यो चाहिँ तल फर्किँदै गरेको है अब यहाँबाट हामी तल जाँदैछौँ माथि मन्दिर दर्शन गराइसक्यौँ हामी ल है हाम्रो चाहिँ यहाँ गीत बत्ती बजिरहेछ हामी फर्किँदैछौँ ओह्रालोमा दिलीप दाइ अगाडि हिँडिरहनु भएको छन् ल यति आनन्द आइरहेको होइन तपाईँलाई चाहिँ भन्न सक्दैन होइन तर तपाईँहरू यहाँ आयो भने तपाईँलाई हाम्रो जस्तो फिल भयो त्यस्तै फिल हुन्छ है अहिले हामी अब तल झर्दैछौँ है
त्यो अहिलेको कुकुर थियो नि ठुलो यिनीहरू नै हो बच्चाहरू ल चुप चुप ल यता यता ल है गाइज अब चाहिँ हामी पेडा किन्दैछौँ यहाँ अब हामी यहाँ पेडा टक्क यहाँ किनेर लान्छौँ यहाँ प्योर छ यो राम्रोवाला पेडा हो यो दिलीप भाइ ठिक छ नि होइन अब यहाँबाट ब्रेकफास्ट लिएर हामी खाएर काठमाडौँतर्फ लाग्दैछौँ है सुक्खा रोटी अन्डा झोल तरकारी अब हामी खाना खाँदाखेरि लगभग उतै पुग्छौँ होला भिमानतिरै गाइज अब हामीले यहाँ पेडाहरू सबै किनिसकेको छौँ अब यो पेडा यतापट्टि छ यो 1 किलो 2 किलो 3 किलो लगभग अब हामी यहाँ बाइकमा हालेर टक्क यो पेडा यहाँ हामी मिलाएर प्याक गर्छौँ